नमस्ते लासो फ्याफुल्ला सबैजनालाई मेरो इस्रा तामाङ युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी पानीपुरी मुकबाङ अथवा च्यालेन्ज हैन, आज च्यालेन्ज गर्न जाँदैछौँ तारा र म हैन। हेरौँ कसले छिटो खान सक्छ। अनि छिटो खानेलाई प्राइज के छ? प्राइज चाहिँ के छ भन्दाखेरि के छ पनिशमेन्ट त त्यस्तो पनिशमेन्ट चाहिँ नाच्ने कि गीत गाउने है। ल नाच्ने कि गीत गाउने? जित्नेलाई चाहिँ पैसा ल्याउनु पर्यो। जित्नेलाई मैले दिने भयो। जित्नेलाई चाहिँ बेनाजुले 6000 दिनुहुन्छ अरे। 6000? ओ माई लर्ड, ओ माई लर्ड। भनेपछि यहाँ त डरो होला जस्तो छ। यो चाहिँ हाम्रो एप्पलको जुस हालिरहेको छु म चाहिँ यहाँ। ल रेडी 1 2 3 गो। टाइमर चाहिँ अब कहाँ हो टाइम नभए नर्मल गर न। च्यालेन्ज किन गर्ने? 4 म चाहिँ एक्साइटेड भइसक्यो। कतिवटा गरे तिमीले? 10वटा गर्न न। बाँकी 4 10वटा च्यालेन्ज कि बाँकी नसकेको 10वटा सकेपछि चाहिँ यतिकै नखाँदा पनि हुन्छ। भनेपछि 4 5 एकै पहिला उ गरौँ न। यो एउटा उर्लिन त गाइज पर्खी तारा सुरु भएको छैन। रेडी 1 2 3 गो। तपाईँले हार्नुहुन्छ। ल कस्तो मिठो भएको है। कस्तो भयो तिमीलाई? नर्मल भयो होला। मिठो छ। खुर्सानी हाल्ने? ठिक छ। उसलाई खुर्सानी ल्याइदिनु न। नभए त्यो धुलो नै ल्याइदिनु। उसले यहाँ आलुमा हालेर खान्छ आफै। उसलाई चाहिँ पिरो मनपर्छ क्या गाइज। गाइज म चाहिँ पिरो लभर हो है। त्यही भएर म चाहिँ पिरो पनि चम्चानी ल्याइदिनु। यो च्यालेन्जै भएन। च्यालेन्ज हो कि के हो यो? के भनेछ? तपाईँले मलाई चाहिँ धेरै हाल्नुभयो क्या हो। 10वटा त्यही अघि मसलाकै उसमा छ त। कतिवटा ताराको सकिसकेको छ त। हेलो ताराले कति छिटो मलाई के गरे तिमीले? किन गरे? यता हालिदिया हो? छैन हो अहिले हेर्नु नि क्यामेरा। आमा यसले छुट्याइदिए जस्तो छ मलाई कतिखेर। त्यस्तो यम्मी उसले यता ल्याएको होला है। कस्तो यम्मी भएको यार। त्यो सकेर चर्पल पनि सकाउनु पर्ने। सक्नुहुन्छ तपाईँले? त्यस्तो चाहिँ गर्न नपाए। तपाईँको यति थियो। पानीपुरी धेरै पछि खाएको भाइ यस्तो मिठो भइरहेछ कि। खोर्सानी हालेर खानु। 2 मिनेट भएछ। मैले जितिसक्यो अब त। जितिसक्यो अब उसले। त्यही भएर बिस्तारै खानु नआत्तिकन। पिरो भइसक्यो मलाई यहाँ। चटपटी कस्तो भएछ? पानीपुरी खानु नि तपाईँ पनि। न्याप्किनै खानु। न्याप्किन दिनु त। तारा यहाँ रहेछ। ल न मैले हारिसकेँ यार। म त अब बिस्तारै खानु के। त्यही भएर वाउ
थप आयो मलाई पुग्छ अब तिनवटा च्यालेन्ज सकेकै छैन मान्छे हो त्यही त च्यालेन्ज नै हो कि त्यो भने तिनवटा ए तिनवटा अनि काका पुग्यो यो यता कहाँ मैले एउटा लगिसकेँ अब यति हो क्या दुईटा होइन ल भयो भयो यति हो तिनवटा कहाँ अहिले थपिदिएर हुन्छ त पिरो भइसक्यो मलाई तारा तिमीलाई कस्तो भयो मिठो न्याप्किन दिनु त पिरो भएन कहाँ पिरो आज पुरी पनि क्या नरम भएको है पोहोर हामीले बनाउँदा पुरी त कस्तो उ थियो क्या साह्रो थियो मैले बनाएर नरम भएको होला आज त क्या पोहोर हाम्रो इलेक्ट्रिक चुलो थियो नि त यसपालि ग्यास भएर होला नि त एम आई राइट यस खस्यो च्यालेन्ज नखेले नि हुने रहेछ किन नर्मल मुकबाङ गरेको पनि आनन्दले खानलाई हुन्थ्यो क्या नर्मलै गरौँ मैले अब भ्याएन उसको 3टा मेरो अझै 4वटा मैले भ्याइएन गाइज मैले भ्याइएन वाउ खान ल म कति धेरै सकाइसक्यो त्यो पनि 5 मिनट भइसक्यो त्यहाँ 5 मिनट लाग्यो यार फोन आयो कसको फोन आएको मेरो फोन आयो दिदीले गर्नुभएछ ल यो तारा यो पैसा चाहिँ ताराले जित्यो साथीहरू तपाईँहरूले क्लियर देख्न सक्नुहुनेछ विनर तारा धन्यवाद तर म चाहिँ भोलि बिहान त छटपटी चल्छ बरु पानी खाएन बरु पानी चाहिँ दिन्न बिहान हजुर चिसो दिउँ कि तातो चिसो दिन कस्तो मन कोर्यो पानी खानु न जुस खाएको म चाहिँ अब चटपटी सर्भिसमा चाहिँ यहाँ हुनुहुन्छ मेरो हस्बेन्ड हुनुहुन्छ क्यामेरामा आउन खोज्नु भएन उहाँ चाहिँ अब हामी चाहिँ यहाँ चटपटी बाइट गर्न जाँदैछौँ चाहिँ म स्टार्ट गर्छु अहिलेको लागि चटपटी चाहिँ कस्तो रहेछ हेरौँ म चाहिँ पिरो थपेर खान्छु उसले खुर्सानी हेर्नु माई लर्ड खुर्सानी गाइज खुर्सानी पुरी तल त्यो कालो र्याकको तलतिर हेर्नु अनि तारा आएको चाहिँ जापानमा कति भयो यसो गफ पनि गरौँ न म जापानमा आएको चाहिँ ठ्याक्कै अब यो 7को महिनामा चाहिँ म 2 वर्ष पुग्छु अनि कस्तो भइरहेको एकदमै रमाइलो भइरहेको जापानिज कस्तो जापानिज भाषा कतिको आयो जापानिज भाषा त पर्फेक्ट गाइड पर्फेक्ट 2 वर्षमा अब निहोङ्गो गएको सक्यो होइन के भन्छ सोचुकी के अरे सोचुकी भयो ताराजी उसको सोचुग्यो होइन अनि के अघि चाहिँ भनेको त मैले त यत्तिकै सोचुग्यो भयो अरे तारा अब म पढेको भयो पो मैले थाहा हुन्छ मैले स्टुडेन्ट होइन ग्रेजुएसन भन्नु न त निहोङ्गो नभन्ने क्या युके फोरेर
हाम्रो चटपटे चाहिँ बब्बाल भइरहेछ साथीहरू। दिदी बहिनी चाहिँ यहाँ डरो चलिरहेछ मुकबाङ हैन। मुकबाङ चाहिँ डरो चलिरहेछ गाइज। हाम्रो चाहिँ ताराजीको अब भाषा कति बढ्यो रे। हामी दुईजना कम्पिटिसन चाहिँ बोलौँ त। म कहाँ सक्छु यार, स्टुडेन्ट मान्छेसँग म डिपेन्डेन्ट मान्छे कहाँ सक्छु। बोलौँ न त। This is not my. Don't disturb us यार। मलाई चाहिँ खाँदा खाँदा निन्द्रा लागिसक्यो गाइज। तारालाई चाहिँ निन्द्रा लागिसकेछ गाइज। मलाई चाहिँ यहाँ पुगिसक्यो, म पेट फुल भयो। अब खाना खाला जस्तो छैन भरे। अलिकति त खानुपर्छ। खानु मलाई चाहिँ गाह्रो भयो क्या गाइज। हामी चाहिँ कति यो मुकबाङ भिडियोहरू च्यालेन्जहरू गर्ने भनिरहेको होइन। हाम्रो चाहिँ टाइमै मिलेन होइन। के मिलेन बल्ल अलिकति टाइम मिल्यो। त्यही भएर हामीले चाहिँ यो सुरु गरेको गाइज होइन ताराजी? हो हजुर। अरू केही बोल न। तपाईँ जापान आउनु भएको चाहिँ कति हुनुभयो? म अस्ति फेब्रुअरीमा 2 वर्ष पुग्यो। मार्चमा अब 1 महिना भयो। अनि तपाईँको चाहिँ निहोन्गो कस्तो हुँदैछ? निहोङ्गो मेरो त निहोङ्गो ठिकै छ। काम जाने आउनै सिक्ने काममै सिक्या हो मैले। अब नेपालमा त 9-10 लेसन पढ्यो मैले नेपालमा जम्मा। धेरै पढेन, पढ्नु पर्थ्यो, मैले चाहिँ पढिनँ के। त्यहाँ चाहिँ नेपालमा हुँदा चाहिँ कस्तो लाग्यो भने नपढ्नेहरू त कस्तो कस्तो गएर खाइरहेछ, म सक्छु होला नि भन्ने मेरो त्यो ओभर के त्यस्तै भयो गाइज। धेरै कति ठुलो कहानी के है। धेरै कहानी छ, कति ठुलो कहानी के। पुलिससम्म पुगेको छ यो। त्यही भएर यस्तो इन्ट्रेस्ट छ यो कहानी चाहिँ। पुलिससम्म पुगेको छु के म। हाम्रो भोलि काम छैन, 2 जनाकै बिदा छ। उसको गएको बिदा भयो, अब न्यू स्टार्ट हुन्छ अहिले चाहिँ। अनि 2 जनाकै बिदा छ। दिदी बहिनी टक्क मिलेर खाने हो, रमाइलो गर्ने हो। भोलि बिहान टोयलेटमा नन स्टप जाने हो। हार्नेले के गर्ने रे अघि? नाच्ने। तपाईँ नाच्नु कि गाउने कि अब पनिसमेन्ट भनेर त। तपाईँ त हारिसक्यो, पनि नाच्ने हो कि गाउने हो कि के नाच्नु? म गाउँछु। खै तपाईँको स्पिकर गाउँछु। अब मेरो स्पिकर त्यहाँ छ। कसले ढ्याङ गरे? मैले। नगर न, म त माथिबाट मान्छे रिसाएर गरेँ क्या हो लाग्यो। गीत गाउने? कुन गीत गाउने? ल कुन गीत सुन्न मन छ भन् त, भन्न त। होइन एकचोटि भन त ल, कुन चाहिँ गीत तिमीलाई मुखमा झुन्डिरहेछ? ल मलाई खासै यो अमिलो पिरो खाएर मेरो स्वर बसिसक्यो। हिजो आज गीत पनि गाउँदैन, काम जाने आउने, घरमै बस्ने, मोबाइल हेर्ने। त्यो नेपालमा बरु त्यो रियाज भइरहेको थियो क्या, गीत गाउने यताउता भएर हल्का भए पनि। अहिले चाहिँ गीत भनेपछि फिट्टिकै पल्लो कोठामा सुन्छ, वल्लो कोठामा सुन्छ भनेर डराएर बिस्तारै बोल्नुपर्छ क्या। ढ्याङ पनि गर्नु हुँदैन। अब के गर्ने, प्रब्लम छ। अनि त्यो कराएर स्वर गीत गाउनै मिल्दैन। नेपालमा त कति ठुल्ठुलो स्वरमा गीत गाउँथ्यो नि त। गीत गाउने छैन, त्यत्तिकै गाइदिन्छु है। अनि त्यहाँ अब अलिकति उ गऱ्यो भने तलको मान्छेले कराउने, बोल्नै नदिने, ढ्याङ गर्न नहुने। अब अहिले चाहिँ अलिक ढुक्क भएको, किनभने हामी सबसे ग्राउन्ड फ्लोरमा छौँ।
मलाई यो त अति मन परेको के किनकि माथि फ्लोरमा बस्यो भने त तलको मान्छेले डिस्टर्ब हुन्छ अलिकति ढोङढोङ गर्दैन त्यही भएर अलिकति गाह्रो हुन्छ अहिले चाहिँ तल बसेर खुसी हुनुहुन्छ दिदी अब त मसला ढ्याङ गर्न नि भयो उफ्रिन नि भयो एक्सर्साइज गर्न नि भयो त्यतिखेर त त्यो एक्सर्साइज यताउता उफ्रियो भने ढुङढुङ भयो भने नि तलबाट त कम्प्लेन आइहाल्ने के त्यहाँ त धेरै नै हामीलाई त उठ्यो अब यिनीहरूलाई त्यस्तो मन पर्दैन नि त अरू आफ्नो देशको रुल्सहरू तर अति नै यहाँ त त्यो चर्को स्वरले हाम्रो जस्तो यताउति गीत बजाउँछु नाच्छु छैन अहिले चाहिँ जोस् यो मलाई ग्राउन्ड फ्लोरमा भएर चाहिँ अलिक ढुक्क भएको छ ल म गीत गाउँछु गीत त खासै राम्रो छैन स्वर राम्रो छैन गीत राम्रो छ स्वर राम्रो छैन गाजलुते गाजलुते ठुला ठुला आँखा सक्छ त गाइस तिर बनी बस्यो यो दिलैमा कालो लामो परेली केसा छाप पनि बस्यो यो दिलैमा अनि झल्केको त्यो नाकको फुली तिर पनि बस्यो यो त्यो लिरिक्स पनि मिलेन त्यति नै हो एउटा अघि मोबाइलमा बिजी छ सुन्दैछु हौ खुर्सानी हालेर कस्तो भयो पिरे बाख्ने खुर्सानी पिरे के गर्नु र त्यस्तो पिरो त छैन मैले यति धेरै खाइसकेँ गाइस तपाईँहरूले आफैले हेर्न सक्नुहुन्छ भयो होला दिन त भयो होइन त कति मिनट भएछ 28 मिनट भयो